यात्रा सुरु भइसकेको छ। कुन ठाउँको लागि? मैलुङको लागि। प्रकाश भाइ प्रकाश भाइ एन्ड सरोज भाइ। रसुवा जाने क्रममा बाटोमा रहेको एकदमै राम्रो दुईटा जोडी झरना रहेछन् यहाँनिर। एउटा लौकी झरना, एउटा लौकी झरना, अर्को बैनी झरना। हाम्रो यात्रा प्रकाश भाइ र मेरो आज। ल यो चाहिँ हाम्रो लौकी झरना पछाडिको लौकी झरनाको साथमै रहेको छ अर्को झरना। त्यही लौकी झरना नै होला यो पनि। धेरै नै राम्रो दृश्य, अति उत्तम। बादलसँग उड्न मन छ मलाई भन्ने गाना के सुनेको थिएँ, बादलसँगै उडियो। ल हेर्नु त, यो चाहिँ ठ्याक्कै भाद्रको महिनामा बादलसँगै उड्ने दृश्य। बादल जस्तै मलाई उड्न मन छ। पुरै अँध्यारो भयो त अहिले त। चिसो भयो त, चिसो। माई गड भन्थ्यो, माई लड। हामी पनि बन्दै गरेर हिँड्यौँ न, होइन? कहाँ म त यो बाटो परेर ल त हामीलाई थाहा भएको भए हामी आउँथ्यो होला है। ल अहिले त हेर्नु, तल 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 हेर्नु त। भने यो डाँडामा पनि घरहरू बनाउने हो भने कस्तो हुन्छ, बस्ने कस्तो होला भन्नु न। नकाहीँ डुबा बिचबिचमा तपाईँको त्यो कारहरू रोकेर। हावा जस्तै मलाई उड्न। भाइरल भयो नि त्यो माथि ल्याएर भाइ उहाँ माथि घरे भाइ। त्यो घर मैले कहाँ देखेँ जस्तो लागिरहेको थियो क्या। त्यो खेत छ त्यसको वरिपरि पनि। खेत छ त नि, पुरै खेत हो नि। ए त्यही भएर त्यहाँनिर बनाएको रहेछ घर। कस्तो कस्तो डाँडामा खेत हुन्छ यता। फेरि त्यो खेतमा फेरि कुनै अलगै चिज फल्ने होला क्या। न त त्यस्तो डाँडामा गएर कसले खेत बनाउँथ्यो होला।
बस्ला ठाउँ छ कि न यता